नमस्कार, म मुकुन्द श्रेष्ठ। आज सुनसरीको धरान नगरपालिकाको हरियाली भन्ने ठाउँमा चाहिँ म घुम्नको लागि आइरहेको छु र चाहिँ हरियालीको दृश्यहरू म हजुरहरूलाई पनि पस्किन गइरहेको छु। हरियाली एकदम चाहिँ रमाइलो ठाउँ मलाई लाग्यो। हजुरहरूलाई कस्तो लाग्छ यसो हेर्नु होला है त। हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ हरियालीको प्रवेशद्वार नजिकै यो चाहिँ यहाँ तपाईँहरूले मूर्तिहरू देख्न सक्नुहुन्छ। एकदम चाहिँ सजावट, एकदम चाहिँ रमाइलो मूर्तिहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। यतापट्टि यहाँदेखि तल धेरै घुम्ने ठाउँहरू र चाहिँ बस्ने जुन चाहिँ पिकनिक रिसोर्टहरू यहाँ चाहिँ धेरै राम्रो तपाईहरुले देख्न सक्नुहुन्छ। यो हरियाली जुन चाहिँ जंगलको बीचमा अहिले वैशाखको महिनामा पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ धेरै रमाइलो ठाउँ। अहिले आनन्द हावा चलिरहेको छ। अरू ठाउँ धेरै गरम छ, तर यहाँ चाहिँ धेरै शीतल हावाहरू चलिरहेको छ। हजुरहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ पार्कहरू जुन यहाँ चाहिँ तपाईँहरूले यो दृश्य देख्न सक्नुहुन्छ। ल हरियालीको हियर बसमा चाहिँ हाम्रो बाबुहरू चाहिँ कुदिरहेको छ। हरियालीको हियर उपग्रह पृथ्वी हेर्नुहोस्, यो चाहिँ पृथ्वी जस्तो गोलोमा चाहिँ बच्चाहरू घुमिरहेको छ। यो चाहिँ हाम्रो बच्चाहरू खेल्ने ठाउँ। ल यहाँ मेरो नानीहरू चाहिँ यहाँ खेलिराखिएको छ। हेलो नानी, हाई, गुड गुड छ, गुड भन्नु त, गुड। राम्रो लाग्यो? कस्तो लाग्यो नानुलाई? कस्तो लाग्यो? खोइ राम्रो। कस्तो लाग्यो हरियाली? एकदम राम्रो लाग्यो।